हाम्रो तीनटा इक्वेसन छ। द करेस्पोन्डिङ एगुमेन्टेड म्याट्रिक्स इज भनेको छ। सुरुमा यो टक्क इक्वेसनहरू लेखेको इक्वेसन 1 2 3 मा न, त्यसपछि करेस्पोन्डिङ एगुमेन्टेड म्याट्रिक्स लेखेको, त्यसपछि म्याट्रिक्स फर्ममा टक्कलाई एक्सप्रेस गर्ने। तीनटा इक्वेसन छ भने एक्स को अगाडिको कोफिसिएन्ट भनेको 1 छ, 1 आयो। यो एक्स को अगाडि भनेको कति छ, 1 छ, 1 आयो। 2x को अगाडि कोफिसिएन्ट कुन छ, 2 छ, 2 लेख्यो। त्यस्तै y को पनि अब -1 लेखियो, -2 लेखियो। त्यसपछि अर्को पनि -2 लेखियो। त्यसपछि z को लेख्ने भन्दाखेरि z को 2 छ, अनि 3 छ, अनि 1 छ। त्यसपछि इक्वल टु साइन आएको छ। इक्वल टु साइन आइसकेपछि यहाँ पनि इज टु साइन दिने, तिनटैमा इज टु साइन दिने। दिइसकेपछि अब यसको पछाडिको 0 छ, -1 छ, -3 छ। यो लास्टको जुन कन्स्टेन्ट छ यो पनि इक्वल टु भन्दा अगाडि नै लेखेको छ भने त्यसलाई पछाडि लगेर यस्तो इज टुमै राख्नुपर्छ। यति लेखिसकेपछि यो एगुमेन्टेड म्याट्रिक्स फर्ममा गइसकेको छ। अब पर्फर्म गर्नुपर्ने हुन्छ यसलाई। सो गर्नलाई यो स्ट्यान्डर्ड एउटा इक्वेसन छ, के छ भन्दाखेरि म्याट्रिक्स फर्म। यसलाई 1 0 0 0 1 0, त्यसपछि 0 0 1 हुन्छ, अनि इज टु पी, इज टु क्यू, इज टु आर हुन्छ। हो यस्तो स्ट्यान्डर्ड फर्ममा लानुपर्ने हुन्छ। सुरुमा यहाँ अब यो फर्म चाहिँ यहाँ चाहिँ 1 मात्रै राख्नुपर्ने हुन्छ। यहाँ 0 बनाउनुपर्छ, यहाँ 0 बनाउनुपर्छ, यहाँ 1 बनाउनुपर्छ, अनि यो म्याट्रिक्स हेरेर यहाँ माथि 1 बनाउनुपर्छ, त्यसपछि 0 0, अनि यहाँ 0 बनाउनुपर्छ माथि हेरेर, यहाँ 1 बनाउनुपर्छ, यहाँ 0 0, अनि 1 बनाउनुपर्छ, अनि यहाँ जति भ्यालुहरू आउँछ त्यो चाहिँ एन्सर हुन्छ। अब यहाँ 1 बनाउनु, यहाँ अलरेडी 1 छ, त्यही भएर केही गर्नै परेन। त्यसपछि यहाँ जानु पऱ्यो, यसलाई के बनाउनु पऱ्यो, अब यहाँ हेर्दाखेरि 0 बनाउनु पऱ्यो। पर्फर्मिङ के गर्नुपर्छ, R2 छ, यो भनेको रो 2 हो, त्यही भएर R2 लेख्यो। R2 लेख्दाखेरि अब यहाँ 0 बनाउन के गर्नुपर्छ भन्दाखेरि यो माथिको जुन यो R2 मा अब यसलाई 0 बनाउनु पर्ने हो नि त। 0 बनाउँदाखेरि केही न केहीमा माइनस गर्नुपर्छ अथवा प्लस गर्नुपर्छ। यसमा यो रो 2 मा चाहिँ रो 1 घटाइयो भने हाम्रो एन्सर के हुन्छ, 0 हुन्छ। R1 - 1 भनेको 0 हुन्छ, त्यही भएर R2 - R1 गरियो। यो 1 हामीले अघि बनाउनु पर्थ्यो, तर यहाँ अलरेडी बनिछ, त्यही भएर केही गर्नु परेन, यति भइहाल्यो। अब म्याट्रिक्स फर्म टक्क बनाइयो, तीनटा लाइन छ, 1 आएर बसिहाल्यो। R2 अब सुरुको यो हामीले बनाएको भनेको रो 2 मा मात्रै चेन्ज गरेको, त्यही भएर रो 2 बाहेकहरू सबै लेख्ने। 1 - 1 आयो, 2 आयो, इज टु 0 आयो। त्यसपछि यहाँ के छ, यो भनेको रो 2 छोडिदिने एकछिनमा, 2 - 2 आयो, 1 आयो, त्यसपछि इज टु -3 पनि आयो। क्लोज भइसकेपछि अब यहाँ 1 यो रो 2 - रो 1 गरेको नि त, 1 - 1 भनेको हाम्रो 0 आयो। त्यसपछि -2, यहाँनिर -2 आयो, अनि माइनस भनेको यहाँ फर्मुला के माइनस भइहाल्यो। त्यसपछि -1 छ, R1 भनेको -1 छ, -1 लेखियो। त्यो गर्दाखेरि -2 प्लस 1 भयो, यो भनेको हाम्रो -1 आउँछ, यहाँ हामीले लेख्नुपर्ने हुन्छ -1। त्यसै 3 को पनि 3 - 2 भनेको अब हाम्रो कति हुन्छ, 1 हुन्छ, 1 लेखियो, सकिहाल्यो। अनि -1 - 0 भनेको -1 नै हुन्छ, भइहाल्यो। अब यहाँ फर्ममा हेर्दाखेरि यहाँ के छ, 1 0 1 0 भइसक्यो। अब हामीले गर्नुपर्ने यसलाई हो, यो हामीले चेन्ज गर्नुपर्ने हुन्छ। 2 छ, 2 लाई हामीले के गर्नुपर्छ, 0। त्यसको लागि के गर्नुपर्छ अब हामीले भन्दाखेरि पर्फर्मिङै लेख्नुपर्छ। पर्फर्मिङ गर्न के गर्नु पर्यो भन्दाखेरि यो रो 3 हो, फर्स्ट रो, सेकेन्ड रो, थर्ड रो। पर्फर्मिङ रो 3 इक्वल टु के गर्नुपर्छ, यसले 0 बनाउनुपर्छ भने चाहिँ केहीमा केही घटाउनु पऱ्यो, त्यही भएर R3 माइनस, अब यहाँ 0 को काम 0 ले त गर्दैन काम, 1 ले गर्छ, 0 मा 2 R1। यो रो 1 भनेको 1 छ, 1 मा 2 ले मल्टिप्लाई गर्दा 2 भयो, अनि 2 - 2 भनेको 0 हुन्छ। हो त्यसरी लेखेर कमा दिने, भइहाल्यो। अब त्यो पछि टक्क के आउँछ भन्दाखेरि थर्ड लाइनसम्म भइहाल्यो। अनि हामीले चेन्ज गरेको भनेको केमा, रो 3 मा। यो रो 3 बाहेक अरू सबै लेख्न पाइयो त्यस्तै। 1 - 1 आयो, 2 आयो, इज टु 0 भइहाल्यो, 0 आइहाल्यो, -1 आयो, 1 आयो, इज टु -1 पनि आइहाल्यो, भइहाल्यो होइन। त्यसपछि अब यो सक्यो। अब रो 3 मा चेन्ज गर्ने हो नि त, चेन्ज गर्ने रो आयो चाहिँ रो 2, अनि 2 × 1 भनेको 2 हुन्छ, यो 0 आएर बस्यो, कुरो माथिसँग मिल्यो, 1 0। अब यसमा चेन्ज गर्नुपर्ने हुन्छ। अब -2 छ, रो 3 भनेको कति छ, -2 छ, होइन। त्यसपछि रो 1 मा इन्टु 2 गर्नुपर्ने, रो 1 भनेको कति छ, -1 मा 2 मल्टिप्लाई छ, माइनस भनेको फर्मुला के, रो 3 -2 आइहाल्यो, अनि माइनस भनेको माइनस भइहाल्यो। त्यसपछि के गरेको भन्दाखेरि यहाँ पनि तल भनेको
माइनस माइनस आइसक्यो अनि 2 लेखेको छ 2 आइहाल्यो r1 भनेको के छ रो 1 भनेको -1 छ -1 टक्क लेखिहाल्यो त्यसपछि -2 आयो माइनस माइनस प्लस भयो 2 1 जा 2 भयो यो भनेको 0 भयो यो पनि के आयो 0 आएर बसिहाल्यो टक्कसँगले मिलिगयो सही रहेछ त्यसपछि अर्को भनेको के छैन रे 1 छ 1 छ भनिसकेपछि रो 3 भनेको 1 भयो 1 माइनस आइहाल्यो 2 आइहाल्यो रो 1 भनेको के छ हाम्रो रो 1 यसको रो 1 भनेको हामीले 2 छ 2 छ भने चाहिँ 1 - 4 भनेको -3 भयो -3 यहाँ लेख्यो त्यस्तै यसलाई पनि गर्नुपर्छ 3 - 2r1 भनेको यहाँ 0 छ भने यसरी -3 नै आएर बस्छ यसरी गर्ने यो भइहाल्यो पर्फर्मिङ लेख्यो अब यसो गर्दाखेरि हाम्रो के भइसक्यो भन्दाखेरि 1 भइसक्यो 0 0 यहाँ 1 0 0 0 1 0 0 0 भइसक्यो अब यसलाई अब हामीले के गर्नुपर्छ भन्दाखेरि सोल्भ गर्दाखेरि सुरुमा यसलाई 1 बनाउनु पर्यो 1 बनिसक्छ त्यसपछि यसलाई तलकोमा जानु पर्यो 0 बनाउनु पर्यो यसलाई यो 0 भइसक्छ त्यसपछि तल हामीले यसलाई जानुपर्छ यसलाई 0 बनाउनु पर्यो त्यसपछि यो भइसकेपछि हामी यता जानुपर्छ यो डायगोनलमा जानुपर्छ 0 देखि यसलाई 1 बनाउनुतिर जानुपर्छ यो 1 बनिसक्छ 1 बनिसकेपछि यसलाई हामी तल 0 बनाउन जानुपर्छ यो 0 भइसक्छ त्यसपछि यतातिर जानुपर्छ त्यसपछि यो 1 मा गइसकेपछि त्यसपछि माथि जानुपर्छ यसलाई 0 बनाउनु पर्यो 0 बनिसकेपछि फेरि माथिको 0 बनाउनु पर्यो यो भइसकेपछि अब के गर्नु पर्यो भन्दाखेरि यतातिर जानु पर्यो लास्टमा यसरी हुन्छ यो भनेको अब यो 1 मा सल्भ गर्नु पर्यो यो 2 मा यो 3 मा यो हाम्रो 4 मा भयो यो हाम्रो 5 मा यो 6 मा 7 मा 8 मा 9 मा गरेर यसरी हुन्छ अब यहाँसम्म के भइसक्यो भन्दाखेरि 1 0 0 0 भइसक्यो अब यो आफै भएछ अब यहाँदेखि यो हामीले गरेको भनेको रो 3 सम्म यहाँसम्म गरेको अब यहाँदेखि हामी जानुपर्ने यता हो यसमा यो -1 लाई चाहिँ कसरी हुन्छ हामीले के बनाउनु पर्यो 1 बनाउनु पर्यो बिचमा कम्पेयर गरेर अब यसलाई -1 लाई 1 बनाउन के गर्नुपर्छ भन्दाखेरि यसो गर्नुपर्छ पर्फर्मिङ 1 बनाउँदा जहिले पनि हामीले के गर्नुपर्छ त्यसैले डिभाइड गर्नुपर्ने हुन्छ पर्फर्मिङ यो रो 2 हो रो 2 मा हामीले गरेको त्यो भएर r2 = के गर्नु पर्यो भन्दाखेरि -1 यसलाई के भन्नु पर्ने भने 1 -1 r2 गर्नु पर्यो r2 मा हामीले के गर्यौं भन्दाखेरि -1 ले मल्टिप्लाई गर्ने हो भने हाम्रो के हुन्छ यो -1 मा -1 मल्टिप्लाई गर्दा के हुन्छ 1 हुन्छ त्यही गरेको यो आइहाल्यो यस्तो भएपछि 1 आयो 0 0 लेख्न त पाइहाल्यो हामी चेन्ज गरेको भनेको r2 मा हो r2 मा चेन्ज गरेको भने चाहिँ r2 बाहेक अरु सबै लेख्न पाइहाल्यो -1 लेख्यो 2 लेख्यो -2 हामीले 0 पनि लेखिहाल्यो त्यसपछि रो 2 चेन्ज गरेको यसमा लेखौँला 0 भयो -3 भयो -2 पनि भयो अनि -3 भयो ब्र्याकेटको क्लोज भइहाल्यो अब चेन्ज गरेको -1 यसलाई मल्टिप्लाई गर्दा के भयो यो -1 इन्टु -1 भनेको 1 भइहाल्यो अनि 1 इन्टु -1 भनेको हाम्रो -1 नै भइहाल्यो त्यसपछि -1 इन्टु 1 भनेको 1 नै भइहाल्यो यहाँ पनि त्यस्तै गरेको अब हामी चेन्ज गर्नुपर्ने भनेको यो 1 भइसक्यो 0 पनि भइसक्यो तलमा हेर्नुपर्छ यता हेर्ने यहाँ 1 माथिसँग कम्पेयर गरेर 1 पनि भइसक्यो तल यसमा 1 भइसक्यो 0 पनि भइसक्यो 0 पनि भइसक्यो यो हाम्रो 1 पनि भइसक्यो त्यसपछि यो पनि 0 भइसक्यो यसलाई 1 बनाउनु पर्ने हुन्छ यसलाई 1 बनाउन के गर्नुपर्ने हुन्छ भन्दाखेरि -1/3 ले मल्टिप्लाई गर्नु पर्यो -1/3 मल्टिप्लाई भइसक्यो -1/3 ले मल्टिप्लाई गरिसकेपछि यो के भयो भन्दाखेरि -3 मा -1/3 ले मल्टिप्लाई गर्दाखेरि 1 भयो त्यसपछि -3 मा -1/3 ले मल्टिप्लाई गर्दा यहाँ पनि के भयो 1 भयो अब हेर्दाखेरि 1 0 0 1 0 1 भयो अब यहाँ 0 बनाउनु पर्छ यहाँ 0 बनाउनु पर्छ अनि यहाँ पनि 0 बनाउनु पर्छ अनि सकिन्छ PQR को भ्यालु त आउँछ पर्फर्मिङ अब हामीले गर्नुपर्ने भनेको यो 7 नम्बरको काम भनेको यहाँ रहेछ 7 नम्बरको काम हैन अब यसले 0 बनाउनु पर्ने हुन्छ यसलाई हामीले के बनाउनु पर्ने 0 यो कुन रो हो सेकेन्ड रो r2 अब -0 बनाउँदाखेरि हामीले के गर्नुपर्छ माइनस गर्नुपर्छ r2 भइहाल्यो r2 अब -1 कसरी 0 हुन्छ भन्दाखेरि यो हाम्रो नजिकैको यसको यो छ नि त रो 3 -1 + 1 मा के गर्यौं भन्दाखेरि +1 जोड्यौं भने हाम्रो के हुन्छ 0 हुन्छ त्यही भएर r2 + r3 गर्नु पर्यो गर्दाखेरि के भयो भन्दाखेरि हाम्रो 1 आयो 0 0 आयो यो हामीले चेन्ज गरेको भनेको r2 मा हो त्यही भएर r2 बाहेक सबै लेखिहालौं 2 आयो -2 हाम्रो 4 पनि 0 पनि आइहाल्यो 0 पनि भयो 1 भइहाल्यो -2 1 आइहाल्यो अब चेन्ज गरेको भनेको यो हो नि त हैन यो हाम्रो अलरेडी 1 छ केही फरक पर्दैन यसमा अब -1 भनेको हाम्रो के छ भन्दाखेरि -1 + 1 0 1 + 1 2
सकिएको कुरो होइन। अब यो पनि भइसक्यो, यो पनि 1 0 0 1 0 1 0 भयो। अब यसलाई 0 बनाउनुपर्छ अनि यसलाई 0 बनाउनुपर्छ। स्ट्यान्डर्ड फर्म यहाँ छ नि त, होसँग कम्पेयर गरेर बनाएको। यसलाई 0 यसलाई 0 बनाइसकेपछि लास्टमा यहाँ PQRको भ्यालु आउँछ। यसरी PQRको भ्यालु यहाँ आउँछ होइन। अब हामीले गर्नुपर्ने यसलाई पर्फर्मिङ भयो। पर्फर्मिङ भइसकेपछि के हुन्छ भन्दाखेरि यो बनाउनुपर्ने यसलाई हो, यसलाई 0 बनाउनुपर्ने त्यो R1 हो। R1 इक्वल टु यसलाई कसरी 0 बनाउन सकिन्छ भन्दाखेरि R1 अब यसलाई 0 को त काम आउँदैन, त्यही भएर यो R3सँग गर्नुपर्छ। यो 2 लाई केसँग, यो 2 लाई हामीले के गर्नु पर्यो भन्दाखेरि 2 सँग माइनस गर्नु पर्यो। R1 माइनस 2 R3 गर्नु पर्यो। यो 1 सँग के 2 ले मल्टिप्लाई गर्यो भने अनि 2 सँग घटाइयो भने हाम्रो के हुन्छ 0 आउँछ। जसरी हुन्छ 0 बनाउनु पर्यो नि त। अनि यो जहिले पनि 0 बनाउने ठाउँमा चाहिँ हामीले के गर्नु पर्यो, कि त्यो प्लस गर्नु पर्यो, यहाँ प्लस गरियो यहाँ माइनस गरियो। 0 बनाउन प्लस माइनस गर्नुपर्छ। अनि 1 निकाल्ने हो भने चाहिँ यसरी कि फ्र्याक्सनले अथवा कुनै पनि नम्बरले हामीले के गर्नुपर्ने हुन्छ, मल्टिप्लाई गर्नु। जस्तै यहाँ पनि मल्टिप्लाई गरियो, यहाँ पनि मल्टिप्लाई गरियो। त्यसरी 1 बनाउँदा मल्टिप्लाई गर्नु पर्यो, घटाउँदा बढाउँदा प्लस माइनस गरेर बनाउनु पर्यो। पर्फर्मिङ गर्दाखेरि अब हामीले गरेको चेन्ज केमा, रो 1 मा गरेको हुन्छ। रो 1 बाहेकहरू सबै लेख्थ्यौँ हामी। टक्कसँगले 0 आयो, 1 आयो, /2 आयो, /1 आयो। यहाँ कति हुन्छ 1 आयो। त्यसपछि R1 -1 यहाँ R1 माइनस के गरेको R1 - 2 R3 भनेपछि R1 भनेको हाम्रो के छ -1 छ। -1 आयो, 2 पनि आइहाल्यो यहाँ। त्यही R3 भनेको के छ भन्दाखेरि R3 भनेको हाम्रो 0 छ। 0 आइसकेपछि के हुन्छ भन्दाखेरि -1 - 0 हुन्छ। यहाँको -1 आयो, यहाँ -1 आएर बस्यो, ठिक छ। अब यहाँ 2 छ, 2 - 2 1, 2 यहाँ बसिहाल्यो। R1 को 2 हो नि त, 2 आएर बसिहाल्यो यहाँनिर। अनि 2 यहाँ छँदैछ, 2 1 छ, R3 भनेको 1 छ, 2 1 2 2 - 0 0 हुन्छ यसको यो भ्यालु। अनि 0 - 2 R3 भनेको 1 छ, 0 - 2 हुन्छ, यो भनेको -2 हुन्छ। यति आएर बस्यो, यहाँसम्म गइसक्यो। 1 0 0 1 0 अनि के भयो 1 0 0 भयो। अब यसलाई हामीले 0 बनाउनु बाँकी रह्यो, अरू सबै भइसक्यो। पर्फर्मिङ लेखियो यसमा पनि हामीले। पर्फर्मिङ लेखिसकेपछि के गर्नु पर्यो, यो भनेको हाम्रो के हो रो 1 हो नि त। यो -1 लाई 0 बनाउनु 0 बनाउनु। R1 इक्वल टु हामीले -1 लाई के गर्नु, -1 लाई हामीले +1 जोड्यौँ भने त हाम्रो यो ओभियसली 0 भयो नि त। अनि R1 प्लस हामीले R2 गऱ्यौँ। के गर्दाखेरि हाम्रो के आयो भन्दाखेरि 1 0 0 चेन्ज गरेको हामीले रो 1 मा चेन्ज गरेको, त्यही भएर रो 1 त भइहाल्यो, अरू सबै लेख्न पाइयो। 0 आयो, 0 1 आयो, /2 भयो, /2 हाम्रो 1 भइहाल्यो। अनि -1 + 1 भनेको हाम्रो 0 हुन्छ। अनि के हुन्छ R1 + R2 हो नि त। R1 + R2 0 + 0 भनेको ओभियसली 0 हुन्छ। अनि -1 + 2 भनेको हाम्रो यो पनि 0 भइहाल्छ एन्सर। अनि हेर्ने अब यहाँ 1 0 0 1 0 1 0 0 0 1 डायगोनल मात्रै हाम्रो 1 हुन्छ, अरू सबै 0 हुन्छ। डायगोनल 1 हुन्छ, अरू सबै 0 हुन्छ। यहाँ स्ट्यान्डर्ड फर्म हेर्ने, डायगोनल मात्रै हाम्रो के छ 1 छ, अरू सबै 0 छ। PQR लास्टको जुन PQR आउँछ त्यो चाहिँ हाम्रो रिक्वायर्ड सोल्युसन हो। यो PQR हाम्रो आइसक्यो। देयरफोर यसलाई इक्विभ्यालेन्ट यसो गर्नुपर्छ। यो इक्विभ्यालेन्टको साइन हो, गर्दाखेरि के हुन्छ 1 0 0 0 0 1 यसरी 0 1 0 0 अनि 0 0 1 हुन्छ। अनि लास्टमा /2 गरेर PQR पनि हुन्छ, छुटो यो होइन, यति भइहाल्यो। अनि द रिक्वायर्ड सोल्युसन इज P1 त होइन, जे लेख्ने भयो होला यसरी PQR लेख्यौँ। यसरी लेखिसकेपछि के भन्दाखेरि हाम्रो यहाँ P भनेको ठाउँमा हाम्रो 0 आयो, Q भनेको 2 आयो, R भनेको 1 आयो। 0 2 1 इज द एन्सर। रिक्वायर्ड एन्सर यो हो। यो भनेको हाम्रो 3 को A हो एन्सर चेक गर्नुपर्छ।